नमस्ते। हामी क्याफे अगाछेबाट आज सखिमना पुनी अर्थात् पूर्णिमा पनि भयो र नमोबुद्ध जात्रा पनि। र आजको दिन हाम्रो यो पनौती वडा नम्बर 7 भित्र अथवा हाम्रो यो पनौती बजारभित्र चाहिँ हरेक मठ मन्दिरहरूको वरिपरि के कस्तो कार्यक्रमहरू भइरहेको छ र साथै आज हरेक ठाउँमा चाहिँ भजन गर्ने अन्तिम दिन र त्यो ठाउँको पनि हामी तपाईहरुलाई देखाउन गइरहेका छौं। हामीसँगै रहनुहोला। सबैभन्दा फर्स्ट हामी तपाईलाई यो पनौती बजार भरिको मठ मन्दिर अगाडि के भइरहेको छ त्यो बारे हामी तपाईलाई जानकारी दिने गइरहेका छौं। कृपया हामीसँगै रहनुहोला। सर्वप्रथम हामी वडा नम्बर 7 स्थित सिद्धिविनायक मन्दिरमा आएका छौं र यहाँ पनि गेडागुडी र फलफुलले सिद्धिविनायकको मूर्तिलाई सजाएको हामीले देखिन्छौं र वरिपरि झलमल्ल परेको पनि हामीले देख्न सकिन्छ। त्यसैगरी पनौती वडा नम्बर 7 स्थित यलाछे टोलमा रहेको श्री गणेश मन्दिरमा पनि गेडागुडी फलफुलहरूले नै श्री गणेशको मूर्ति बनाइएर सजावटको रूपमा यता पनि झिलिमिल्ली पारिएको छ। त्यसैगरी हामी अहिले इन्द्रेश्वर महादेवको प्राङ्गणमा छौं र इन्द्रेश्वर महादेवमा पनि फलफुल गेडागुडीबाट इन्द्रेश्वर महादेवको ठुलो मूर्ति बनिरहेको हामीले यहाँ देख्न सक्छौं। साथै यो इन्द्रेश्वर महादेवको प्रतिमूर्ति यो गेडागुडीबाट बनाइरहेको हामीले प्रश्न देख्छौं। साथै अहिले हामी पनौती वडा नम्बर 7 स्थित कोलाछे टोलको यो श्री कार्य विनायक मन्दिरमा अवस्थित यो कार्य विनायक मन्दिरको छेउमा छौं र अहिले यहाँ पनि गेडागुडी फलफुलहरूले श्री कार्य विनायकको प्रतिमूर्ति बनाइरहेको हामीले देख्न सक्छौं र यहाँ भजन पनि भइरहेको हामीले सुन्न देख्न सकिन्छौं। साथै अहिले हामी डुमाङ्गल टोल स्थित श्री सूर्य विनायक मन्दिर परिसरमा यसै गरी गेडागुडी फलफुलले श्री सूर्य विनायकको प्रतिमूर्ति बनाएर राखिएको पनि हामीले देख्न सक्छौं। र अहिले हामी वलाछे टोल स्थित श्री जल विनायक मन्दिरको परिसरमा छौं र यहाँ पनि श्री जल विनायकलाई सजावट गरेर मकै, भटमास र अन्य गेडागुडी साथै फलफुलले पनि श्री जल विनायकको मूर्ति बनाइएको हामीले देख्न सकिन्छौं र वरिपरिको दृश्य पनि यहाँ रमणीय छ र थुप्रै मात्रामा पर्यटकहरू पनि हेर्न आएका छन्। हाम्रो कला, हाम्रो संस्कृतिलाई नियालेर उनीहरूले हेरेर रमाइलो गरिरहेको दृश्य हामीले देख्न सकिन्छौं। त्यसैगरी श्री नित्यनाथ मन्दिर परिसरमा पनि यसै गरी राम्रो सजावट गरेर झिलिमिली बत्ती बालेर र यहाँ पनि मकै, भटमास, गेडागुडी र अन्य फलफुलहरूले नै यहाँ पनि प्रतिमूर्ति तयार गरिएको हामीले दृश्य देख्न सकिन्छौं र यहाँ पनि श्री गणेशकै मूर्ति बनाएको हामीले देख्न सक्छौं र यो दृश्यहरू हामीले पनौती वडा नम्बर 7 स्थित पुरानो बजार भित्र रहेको मठ मन्दिर वरिपरि रहेका सबै मन्दिरहरूमा हामीले देख्न सक्छौं र यहाँको संरक्षण पनि राम्रो देखिएको हामीले पाउन सक्छौं। साथसाथै अहिले हामी श्री महालक्ष्मी माईको मन्दिरमा आएका छौं। तपाईहरूले देख्न सक्नुहुन्छ यहाँ पनि यसै गरी मन्दिरको सजावट र गेडागुडी फलफुलहरूले नै यहाँको मन्दिर राम्रो बनाएको हामीले पाउन सक्छौं। अहिले हामी पनौती वडा नम्बर 7 स्थित श्री भद्रकाली मन्दिरको परिसरमा आएका छौं। यहाँ पनि भद्रकाली मन्दिरको सजावट साथसाथै भद्रकालीको प्रतिमूर्ति यहाँ बनाएको हामीले देख्न सक्छौं।
यहाँ पनि थुप्रै भक्तजनहरूको घुइँचो नै लागिरहेको छ र साथसाथै गेडागुडी फलफुलले यहाँको मूर्तिलाई राम्रो सजावट गरेको हामीले देख्न सक्छौं। र पनौतीमा हरेक वर्ष कार्तिक पूर्णिमाको दिन यसै गरी हरेक टोलमा यस्तै कार्यक्रमहरू गर्ने साथसाथै हरेक घरबाट फलफुल गेडागुडी र आफूले सक्दो सहयोग गरेर कार्यक्रमहरू सम्पन्न गर्ने गर्दछन् र साथसाथै अन्तिममा यहाँबाट प्रसाद ग्रहण गरी हामीले ल्याएको प्रसाद यो श्री स्वस्तानी व्रत कथाको दिनमा कथा सुन्ने बेलामा यो प्रसाद बाँड्ने चलन रहेको छ। यदि तपाईहरूलाई हाम्रो यो कार्यक्रम मन परेको छ भने कृपया हामीलाई लाइक, कमेन्ट र हाम्रो भिडियोलाई शेयर गरेर साथ दिन सक्नुहुन्छ। आजलाई यति नै, धन्यवाद।